मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ, यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न। बोक्सी लगाइदिए भइगयो, यत्रो गाली गरेर किन हिँड्नु परेको छ र बोक्सी लगाइदिए भयो। यो नहुने नचाहिने कुरा, अन्धविश्वासको पनि हद हो। जसले क्वाको अक्षर पढेको छैन ऊ यस्तो विद्वान, यस्तो जान्ने छ कि मान्छेलाई बाण हान्दिन्छ घरैमा बसेर, न धनु न काँड, हावामै बाण हान्दिन्छ। यस्तो पनि हुन्छ काहीँ? आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने। त्यसकारण हामी जनप्रतिनिधिहरूले जनस्तरमा पनि यस्ता अविश्वास, अन्धविश्वास, यस्ता असम्भव र नहुने कुराहरूलाई अस्वीकार गरेर जनचेतना जगाउँ। अहिले पनि बालविवाहको महामारी छ, यसलाई जनचेतनाबाटै रोकौँ। कानुनको खास कमी छैन, सामाजिक अपराध, महिलाहरूमाथि हुने हिंसा जस्ता कुराहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। ल्याउँ र कडा सजायको व्यवस्था गरौँ, आफै त्यो कुराहरू चाहिँ नियन्त्रणमा आउँछ।